नमस्ते टसिदेलेक फ्याफुला सबैजनालाई आजको यस भिडियोमा म तपाईहरुलाई जस्तै अब तपाईहरुले आफ्नो घरमा है या गुम्बाहरुमा लामाहरु पूजा गर्न बोलाउने बेला अब लामाहरुले खाना खानु अगाडि चाहिँ खाना खानु अगाडि चाहिँ यसो हात जोडेर चाहिँ पाठहरु पढ्ने गर्छन् हैन। तपाईहरुले सोच्नु भएको होला कसैले हैन अब किन पढेको होला के पढ्नु भएको होला भने पूजा गरेको कि के गरेको होला भनेर सोच्नु भएको होला है। र त्यो चाहिँ एउटा यस्तो पाठ हो है जुन चाहिँ हामीले खाना खानु अगाडि सधैँ पढ्नु पर्ने है। पढ्नु भयो भने एकदम धेरै फाइदा धेरै पुण्य कमाउन सक्ने है त्यस्तो एउटा चाहिँ पाठ पढ्ने गर्छौं हामीले। अनि त्यसको विषयमा चाहिँ आज म तपाईहरुलाई भन्ने छु है त। र पहिलो कुरा त्यो पाठहरु पढ्नुको कारण के हो त है भन्दाखेरि हामीले खाना खानु अगाडि त्यो पाठहरु पढ्ने गर्छौं हैन। त्यो चाहिँ हामीले सधैँ खाइराखेको खाना जुठो नहुनु अगाडि चोखो हुने बेला चाहिँ हामीले बुद्धहरुलाई है जस्तै बुद्ध भगवान हुनुहुन्छ त्यसै गरी अब गुरु रिम्पोछे जेजुन डोल्मा त्यसै गरी आफ्नो गुरुहरु हैन हो उहाँहरुलाई चाहिँ चढाएको है त। र अर्को कुरा यो पाठ पढ्ने बेला चाहिँ हामीले कसलाई सम्झिनु पर्यो हैन। त्यतिकै मुक्तिकी त्यतिकै पाठ पढेर चाहिँ त्यस्तो त सही भएन है। अब कसलाई सम्झिनु पर्यो भन्दा चाहिँ यो पाठ पढ्ने बेला हामीले त्यही नै अब बुद्धहरु बोधिसत्वहरु गुरु रिम्पोछे अनि त्यसै गरी जेजुन डोल्मा तारा देवी चिन्नुहुन्छ होला तपाईहरुले है। तारा देवी जेनरे सिख है र त्यसै गरी आफ्नो धर्मगुरुहरु हो उहाँहरुलाई सम्झेर चाहिँ यो पाठहरु पढ्नु पर्ने हुन्छ है त। र अब यसरी हामीले यो पाठ पढेमा चाहिँ के फाइदा छ भन्दाखेरि चाहिँ अब हामीले खाना भनेको यस्तो चीज हो जुन चाहिँ हामीले दैनिक जीवनमा सधैँ सेवन गरिरहनु पर्ने सधैँ चाहिरहने सधैँ खाइरहने चीज हो नि त खाना भनेको त हैन। र हामीले हामीले अब धर्म गर्नको लागि है पुण्य कमाउनको लागि चाहिँ हामीले गुम्बामै जानुपर्छ भन्ने छैन है। घरमै बसी हामीले सधैँ गरिरहने काम है जस्तै अब घरमा अब झाडु लाउने हैन घर सफा गर्ने होस् है अब जस्तै अब आफ्नो अब छेउछाममा पानी चढाउने हो है साङ बाल्ने हो घरमा है। त्यसै गरी खाना भनेको त सधैँ खाइरहने चीज हो नि चाहे तपाई घरमा होस् या बाहिर होस् हैन। त्यसैले चाहिँ यो खाना खानु अगाडि चाहिँ तपाईले यो पाठ पढ्नु भयो भने चाहिँ तपाईले धेरै भन्दा धेरै पुण्य कमाउन सक्नुहुने है। एउटा सधैँ गरिरहने चीज सधैँ नै तपाईले अनि धर्मको काम पुण्य कमाउने काम चाहिँ गर्न सक्नुहुने त्यस्तो फाइदा छ है त। र अर्को कुरा के भन्छु भने अब हामीले यो पाठ पढ्नु भनेको चाहिँ हामीले भगवानलाई चढाएको हो नि त खाना हैन। जस्तै मानौं तपाईको घरमा मानौं है त अब तपाईको घरमा एक छाक मात्रै खाना छ रे है। त्यो एक छाक खाना त आफू खानु पर्यो नि त हैन। अब त्यो खाना चाहिँ म भगवानलाई कसरी चढाउनु भन्ने त्यस्तो कुरा हैन है। त्यो खाना चोखो हुने बेला तपाईले पाठ पढेर चाहिँ भगवानलाई सम्झेर चाहिँ भगवानलाई चढाइरहेको छु भनेर सम्झिने है। र त्यो पाठ पढिसकेपछि तपाई आफैले त्यही खाना आफैले सेवन गर्न सक्नुहुन्छ है त। जस्तै अब घरमा हामीले कुनै बेला हामीले छेउछामतिर हैन हामीले चाहिँ फलफुलहरु चढाउने गर्छौं है। त्यो पनि एउटै हो फलफुल चढायौं है र बेलका टिपेर आफैले सेवन गर्नुभयो हुन्छ है। अब खाना त एउटै हो हैन भए तापनि तपाईले त्यही खाना तपाईले भगवानलाई चढाएर धेरै पुण्य पनि त कमाउनु भयो धर्मको काम पनि गर्नुभयो हैन आफ्नो पेट पनि अगाइयो। त्यसैले चाहिँ यस्तै धेरै कामहरु हुन्छन् हामीले दैनिक जीवनमा गरिरहेको धेरै कामहरु छन् हैन। त्यसमा चाहिँ हामीले तपाईले गर्न जान्नु भयो सही तरिकाले गर्न जान्नु भयो र तपाईको सोच सही भयो भने त्यो गरिरहेको कामबाट नै तपाईले धेरै भन्दा धेरै पुण्य कमाउन सक्ने धर्मको काम गर्न सक्ने हुन्छ भनेर चाहिँ तपाईहरुलाई सम्झाएको है। र अब
अर्को कुरा भनेपछि त्यो पाठहरू चाहिँ कुन कुन पाठ छ है, कस्तो पाठ चाहिँ पढ्नु पर्यो भनेर अनि त्यो पाठहरू चाहिँ म केही पाठ अब 3-4वटा पाठहरू चाहिँ म तपाईँहरूलाई यो भिडियो मार्फत भन्ने छु। अनि तपाईँले सक्नुभयो भने त्यो पाठहरू चाहिँ मनमा राख्नु होला र खाना खानु अगाडि, चिया पिउनु अगाडि है, खाना खानु अगाडि, तपाईँले जे खानु भए पनि जे पिउनु भए पनि त्यो अगाडि चाहिँ यो पाठहरू पढेर चाहिँ सेवन गर्नुभयो या खानुभयो भने चाहिँ पुण्य कमाउन धेरै धर्म हुनेछ है त। र पहिलो कुरा बुद्ध भगवान है, बुद्ध भगवानको पाठ एउटा भन्छु। थप्के थुक्जे स्याके रिक्सो ठुङ सेङ्गे मिथुप धुइकी पुङ जोम्पा सेर्गे लिम्बो तबुर झेपेको स्याके ख्याल्पो खेला छेपा फुल। हजुर, यो थियो बुद्ध भगवानलाई है। र त्यसै गरी त्रिरी रत्न भन्छौँ नि हामी, कुञ्चुकसुम बुद्ध धर्म सङ्घ है त। ट्यम्पा लामे सङ्गे रिम्बोछे, क्योपा लामे धम्छे रिम्बोछे, ढेन्पा लामे किदिन रिम्बोछे, क्याप्ने कुञ्चुकसुमला छेपा फुल। हजुर, कुञ्चुकसुम भनेको चाहिँ बुद्ध धर्म सङ्घ। र त्यसै गरी गुरु रिम्बोछेको छ है। घ्यागर पेन्सन भेला काटिन्छे पेमा झुङ्ने कुला थेठुङमे ताता हुनुप सिम्बे खनिन्जे उगे रिम्बोछेला छेपा फुल। यो भयो गुरु रिम्बोछेलाई है। र त्यसै गरी आउँछ तारादेवी चिजिन्डोलमा लादा लामिन चोपेनगे स्यापके पेमो लातुदे फुङबा कुनले ढोल्जेमा ढोल्मा युम्ला छेपा फुल भने। हजुर, र त्यसै गरी आफ्नो हामी सबैको आफ्नो आफ्नो गुरु हुन्छ है। र अब उहाँ आफ्नो आफ्नो गुरुलाई चाहिँ कसरी गर्ने भन्दा होगमिन छेगे इङ्गे फडाङ्ने धिसुम सङ्गे कुङ्गे ngोङ्गे राङसेम छेगुर मुजुम तेन्जेपा चावे लामे साल्दु छेपा फुल हो। यो चाहिँ अनि यो 5वटा चाहिँ मैले तपाईँहरूलाई यस्तै पाठहरू सयौँ लाखौँ हुन्छौँ है, धेरै हुन्छ यस्तो पाठहरू। तर अब यो चाहिँ अब खास गरी अब बुद्ध भगवान होस्, गुरु रिम्बोछे, ढोल्मा, त्यसै गरी कुञ्चुकसुम, त्यसै गरी आफ्नो गुरु है, उहाँहरूलाई चाहिँ गर्ने पाठ चाहिँ मैले तपाईँहरूलाई भनिदिएको हुँ। त्यसै गरी अनि अरू धर्म सम्बन्धित केही अरू विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेखिदिनु होला। हस् त अनि धन्यवाद।